यहाँ दुख्यो यसरी यता दुख्छ दुख्दैन है यता दुख्छ यति दुख्छ है यो मेन्टल नर्भको एरिया हो ट्राइजेमिनल नर्भको मेन्टल नर्भ ब्रान्चको एरिया हो यसमा चाहिँ आमालाई दुखिरहेको थियो लामो समय दुखिरहेको छ औषधि खाँदा पनि ठिक भएको छैन त्यसलाई हामी के गर्छौँ भने अब यो नसा चाहिँ जुन छ तलको बङ्गराको यहाँनिर जुन यो भागलाई सप्लाई गर्ने नसा त्यसलाई चाहिँ हामीले त्यो नसालाई नै काटेर फाल्ने त्यसले गर्दा के हुन्छ आमालाई दीर्घकालीन रूपमा दुखाइ ठिक हुन्छ कहाँ साथै रहेछ घुँडे दुख्छ हो त्यो तरकारी खान्छ एकबाट छोएर दुखेर कति बेलासम्म दुख्छ आमा एकैछिनमा सियोला यस्तो चाहिँ कस्तो दुख्छ खाना मिल्दैन बोल्न मिल्दैन सुनै मिल्दैन हो कहिलेदेखि भएको तपाईँलाई यस्तो यस्तो धेरै नै हो कहिले आफै सम्झाउने कहिले भनिन्छ गएको दबाई अब कति खानुभयो कति समय खानुभयो दबाई खाए सम्झेन नि छोड्यो दबाईले पनि ठिक गरेन है सम्झेन कति हस्पिटलहरू जानुभएको औषधि ठिक भएन खाने औषधि दिनुभएको थियो ए खाने औषधि दिनुभएको त्यो अपरेसन गर्नुपर्छ भन्नु होइन कि अपरेसन गर्नुपर्छ भन्नु है कति वर्ष हुनुभयो तपाईँ कति 69 तपाईँ कति वर्षदेखि हो यो समस्या तपाईँको गर्नुभयो होइन रिसेन्टली 8-10 वर्षदेखि यो दुखाइ सहेर बस्नुभएको छ है कहिले सन्चो हुन्थ्यो कहिले दुख्थ्यो अहिले तपाईँलाई कम भएको थियो होइन त्यसरी खाना मिल्यो है डरले चाँडै आइज भन्नु थियो र सुप मात्रै खाएर आयो अनि बाटो हेर्दा यसो एकैछिन है अब ठिक भइहाल्छ नाकबाट लामो साथ दिनु त आमा नाकबाट सास फेर्नु यो नलिनु है निलेउने घाँटीबाट ग्यास फेरि सक्सेस सिस्टर अब यहाँ दुखेछ छैन नि है दुखेछ खोल्नु खाना मिल्छ है अहिले त्यस्तो दुखेर अब दुख्दैन है यो दुखे पाउनु अब ठिक भयो नि त दुखाएन त आराम बोल्न सकिन्छ सकिन्छ अहिलेको र अहिलेको बोली नै फरक भयो त है बोल्न मिलेछ त भन्नु तपाईँ कति के कहाँ जानु के गर्नु अब त बोल्नु मजाले भयो कहाँ यति बयानी सारी छ यति संसो गराउनु कोही निस्केन के गर्ने पाउनु दुःख भयो कि रोग लाग्यो कि रोग लाग्यो छोडेर मान्छे रहन्छ के हुन्छ अब ठिक भयो